ಯಾಕೆ ಉದೈತ ಅದು ಆಯ್ತಾ अरे मधु कैटा हामीले यो स्वर्ग मर्त पाताल तीनै लोक हामीले जितिसक्यौं हामी भन्दा ठुलो कोही छैन यहाँ कोही छैन मधु कैटा यो हाम्रो राज्य हो यो हामीले अधिपत्य जमाइसक्यौं यहाँ ओए ओए दाजु ओए मधु हेर्छ यो हाम्रो राज्यमा यो मयलपुर भएर को छिरो फेरि त्यही त म पनि हेर्दैछु अचम्म लाग्दो संसार छक्क पर्दो यो दुनिया ए भाइ जाऊ यसलाई त कसरी हटाउनु पर्छ मलाई थाहा छ यसलाई सोधु त को रहेछ यो सोधु लौ सोधु त ओइ तिमी को हो भन को हो तिमी बना ए मधु ए कैटा तिमीहरू मलाई नि सोध्दैछौ को हो भनेर हो हामी तिमीलाई नि सोध्दैछौ भन तिमी को हो अरे मधु तिमीहरूले मलाई चिनेनौ कि चिनेर पनि तिमीहरू आनाकानी गर्दैछौ शिरदेखि तीरसम्म पहेँलो भएको छ को हो कसरी चिन्ने छक्क पर्नु छ ए मधु कैटा अब तिमीहरूलाई म राम्रोसँग परिचय दिन्छु सुन तिमीहरू मेरो काने खुजीबाट उत्पन्न भएका दुईटा दैत्यहरू हो ए त्यसो हो ओइ मधु कैटा तिमीहरू यो मेरो वैकुण्ठ लोकमा छिरेर किन यसरी उत्पात मचाइरहेका छौ जाऊ यहाँबाट जाऊ गइहाल यहाँबाट जाऊ अरे विष्णु यो राज्यबाट हामी जाने यो त हुनै सक्दैन त्यही त यो असम्भव छ हामी यो राज्यबाट जानु भन्दा त बरु विष्णु तिमी नै यो राज्य छोडेर अहिले नै यहाँबाट गइहाल अरे मधु कैटा तिमीहरू मलाई यहाँबाट लड्काउँदैछौ तिमीहरू यति शक्तिशाली भइसक्यौ हामी शक्तिशाली छौं विष्णु त्यसो भए तिमीहरूको के इच्छा छ भन सुन विष्णु सुन हामीलाई तिमीसँग युद्ध गर्ने इच्छा जागेको छ अरे मधु कैटा तिमीहरू मसँग युद्ध गर्न पनि तयार छौ ठिक छ उसो भए आऊ युद्ध गरौँ आऊ
धेरै शक्तिशाली छन् तिनीहरूसँग म युद्ध गर्न नसक्ने भए मधु गौतम भन तिमीहरू मसँग के माग्न चाहन्छौ के भन्न चाहन्छौ दाजु जसले युद्धमा हार्छ उसले नि हामीलाई युद्ध गर्न भनेर भनिरहेको छ ललकारिरहेको छ फेरि वरदान माग्ने कुरो गर्दैछ ल वचन भयो अरे मधु गौतम तिमीहरू कस्तो कुरा गर्दैछौ तिमीहरूले मागेको वरदानमा अवश्य दिनेछु वरदान माग के माग्छौ विष्णु युद्धमा जसले हार्छ उसले नि हामीलाई युद्ध मागिरहेछ अर्थै लौ वरदान दिने तिमी जस्तो होइन यदि चाहन्छ भने जसको युद्धमा जित भएको छ उसले वरदान दिनेछ मामा विष्णु तिमी के चाहन्छौ हामीबाट अरे मधु गौतम ठिक छ तिमीहरू मलाई वरदान अवश्य दिन्छौ त दिन्छौ बाबा बाचा भयो ठिक छ उसो भए तिमीहरू मेरो हातबाट मर्नुपर्छ दाजु के भन्यो यसले यो त साह्रै छलियाको रहेछ त अनि दाजु मसँग एउटा आइडिया छ कि सुन्नुहोस् न हेर्नुहोस् न बुझ्नु न अनि नि अब यो पृथ्वीमा जल नभएको ठाउँ त कहीँ छैन थाहा छ नि हजुरलाई अब यसलाई हामीले सर्त राख्नु हुन्छ नि अब जल नभएको ठाउँमा पार्नु पर्यो कहाँ लगेर मार्छ हामीलाई विष्णु तिमीले हामीलाई छल गर्यौ ठिक छ हाम्रो एउटा शर्त छ हामीले बाचामा हारिसकेका छौँ हे विष्णु भन के छ तिमीहरूको शर्त छ भन मधु गौतम भन हे छलिया विष्णु यदि तिम्रो हातबाट हामीलाई मार्नु नै छ भने जल नभएको यो सारा पृथ्वी कहाँ छ त्यहाँ लगेर मार्न सक्छ त्यस्तै हुनेछ भागो दाजु अब यसले मार्छ होला भागो दाजु बोलो वैकुंठवासी विष्णु भगवान को